हजुर यो किन हरियो मात्रै काट्यो भन्दा चाहिँ यो चाहिँ म्याच्योर भइसकेको। मैले त यो अरू पनि काट्नु सक्थेँ नि त, येल्लो भएको हजुर काट्नु हुँदैन हामीले। येल्लो भएको चाहिँ कलिलो हुन्छ। यो चाहिँ ग्रिन कलरको किन काट्यो भने यो चाहिँ छिप्पेको भएर यसमा चाहिँ छिट्टो जराहरू आउन सक्छ। अर्को ग्रिन कलर पनि छ, देखाउनुहोस् त। यो ग्रिन कलरको चाहिँ किन हुँदैन भने त्यो चाहिँ बच्चा हो। यो चाहिँ मजाले उयो दिन्छ, यसको चाहिँ छिट्टो जराहरू पलाउन सक्छ। त्यही भएर हामी चाहिँ हरियो काट्नुपर्छ यसलाई चाहिँ गर्दाखेरि। अन्त राखिदियो। त्यहाँदेखि यसको मुनि चाहिँ यसरी हामीले काट्नुपर्छ। मुनि चाहिँ यसरी काट्नुपर्छ। यो मेन यो जुन चाहिँ छ ब्याकबोन जस्तो, यसलाई चाहिँ हामीले काट्नु हुँदैन। यहाँबाट चाहिँ जरा आउँछ। यसरी मजाले काटेर हामीले हप्ता 15 दिनसम्म राखिदिनुपर्छ। छोडिदिनुहोस् हप्ता 15 दिनसम्म। यस्तो भयो। आफ्टर 1 हप्ता 15 दिनको बादमा चाहिँ यस्तो हुन्छ, सुकेर मजाले सुकेको हुन्छ। त्यहाँदेखि चाहिँ यसरी मल र माटो 50-50% मल र माटो मिलाएर चाहिँ भरेर चाहिँ तपाईँहरूले रोप्नु सक्नुहुन्छ। त्यहाँदेखि चाहिँ यसरी मजाले रोप्नुपर्छ। यसरी मजाले रोपिदिनुहोस्। यसलाई पानी बेलुकातिर पानीहरू लगाइदिनुहोस्। कम्ती पानी लगाइदिनुहोस्। एकदमै बेसी हाल्यो भने यो बिग्रिन सक्छ। कम्ती पानी लगाइदिनुहोस्। सुक्खा देख्नु